सेवा साथीहरू तपाईहरुलाई चाहिँ मेरो च्यानलमा फेरि पनि स्वागत छ एन्ड गुड मर्निङ। आज चाहिँ म बिहानै उठेर जाँदैछु पिकनिक खान, किनभने आज हाम्रो स्कुलबाट लास्ट पिकनिक हुँदैछ, किनभने हामी चाहिँ 10 क्लासमा हो। सो यो चाहिँ लास्ट पिकनिक हुँदैछ हामी 10 क्लासको विद्यार्थीहरूको लागि साथीहरू। सो म चाहिँ भर्खरै युट्युब च्यानल स्टार्ट गरेको हो। सो तपाईहरुको माया र सपोर्टको धेरै नै जरुरत छ। सो तपाईहरुले मलाई माया सपोर्ट देखाइदिनु होला साथीहरू। अनि आज चाहिँ हामी जाँदैछौँ धुलीखेल, जहाँ चाहिँ हाम्रो लास्ट पिकनिक मनाउने छौँ। हामीले चाहिँ आज चाहिँ हामी सर म्याम अनि सबै साथीहरू मिलेर धेरै नै मजा गर्नेछौँ भन्ने आशाका साथ आजको चाहिँ यो मेरो नयाँ भिडियो सुरु गर्दैछु साथीहरू। हेलो एभ्रिवान, अब चाहिँ हामी पिकनिक खान जाँदैछौँ। अप्सरा यसरी फुलमाया पो रहेछ, अप्सरा रहेछ, अप्सरा र फुलमाया दुइटै छ। एउटै खालको लाग्छ नि, अनि अलिक चिन्न गाह्रो भयो नि हौ। अनि यो मोटी म पातली देखेँ मोटी देखिरा होला सायद। यति मेरो भित्र हेर्न कति धेरै होइन के ठिकै हो त। यो पातली छ भन्ने लाग्छ के बुझ्यो त्यो हैन कि यसले नै पुरै ग्याप गरेछ कि तल हेर्नु मिलाएको थिएन के। अनि यसरी योले कन्ट्रोल त कभर मान्नै भएन दो बारेर। अब चाहिँ हामी जाँदैछौँ, ढिला भइसक्यो। अब सरहरूले हाम्रो कुरिरहेछौँ कि हामी। हेलो एभ्रिवान, अब चाहिँ हामी स्कुल आइसक्यौँ। को उसले पनि आउट नै लाँदैछ, केही प्रब्लम छ। हेलो हेर न, मैले त हेलो नै गरेन, कस्तो इग्नोर पारिदियो पखान। मजाले हेलो भनेको नो रेस्पोन्स। आइज जा, कपाल त बाँधिसकेको थिएछ त। मेरो कपाल त जुट भइसकेको छ नि नानी। ए छैन पर्दाको भ्लगमा आउँछ भने टेन्सन लाग्यो मलाई। आइज कि नो प्रब्लम अनि देखा न त आउँछ भने त आइस भने झन् मेरो भ्युज बढ्छ। ओ गड, किन मेरो त्यस्तो फ्यान फलोवर छ र। त्यही भनौँ न। अब यो चाहिँ हाम्रो स्कुलको लाज लाग्यो भिडियो त बनाऊ के बनाऊ। अहिले चाहिँ हामी स्कुल पुगिसक्यौँ र यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पिकनिक जानको लागि सबैजना रेडी भइसकेको छन् र लाइन पनि बस्दैछन् साथीहरू। म चाहिँ अलिकति माथि आएर भिडियो बनाइरहेकी छु। अब चाहिँ हामी हिँडिसक्यौँ। मेरो प्रब्लम सक्नुहुन्छ हाम्रो वातावरण। हेलो त भन्न यार। हेलो, मेरो बहिनीको च्यानललाई लाइक सब्सक्राइब गरिदिनु गाइज। यो भाइरल भएपछि मलाई पैसा दिन्छ यसले, डलर है मेरो परिना भ्लगरको साथी है गाइजहरु। हाम्रो साथीलाई
सब्सक्राइब अनि के अरे कमेन्ट गरेर भाइरल हाम्रो साथीको च्यानललाई गाइस एकदम सपोर्ट गरेर माथि शिखरसम्म पुर्याइदिनु होला के अरे सब्सक्राइब गर्नु पर्दैन नगर्नु है बेकार म त्यस्तो नराम्रो छ हामी चाहिँ यहाँ आएर पनि नास्ता खाइसक्यौँ अनि एकछिन फोटोसोटो गऱ्यौँ मेरो ड्रेस चेन्ज भएछ हेर्नु फोटोसोटो खिचेर अहिले चाहिँ हामी चाहिँ मेरो ड्रेस चेन्ज भएछ ल रुक न अहिले चाहिँ हामी फेरि अन्त घुम्न जाँदैछौँ अनि एकछिन पछि आउँछौँ अहिले चाहिँ हामी यो जुच्चे ढुङ्गे पार्क खै के भन्छ हो त्यो ठाउँमा आएर नि घुमघाम गर्छ मेरो प्यारी बुनु भनौँ न मैले नाम अहिले थाहा भइरहेको छु बुनु भन्दै सक्दिनँ नाम साँच्चै अहिले नि थाहा पाऊ मैले चाहिँ हामीले सबैजनाको ग्रुप थियो र एकजनाले मात्र होइन कतिजनाले टिचरहरूको फोटो खिच्छ माइ गॉड कति यादगार हो फोटो खिच्छ कति राम्री स्नैक्स खाना लाएको साथीहरू यिनीहरू चाहिँ कपडा राखेको छ क्या हाम्रो चाहिँ साथीहरू हामीले चाहिँ स्नैक्स खाएर आइसक्यौँ अब कति पानी खानु हुन्छ खाना 4 बजीतिर हुन्छ होला अनि डिनर खाएर हामी जान्छौँ होइन आयो साथीहरू हामी स्टुडेन्ट सबैजना ग्रुपमा हिँडिरहेको थियौँ अनि यहाँ चाहिँ भाइहरू एउटा ग्रुप चाहिँ फुटबल खेलिरहेको थियो नि भने अरू ग्रुपहरू के कता कता घुमिरहेको थियो फोटोस खिचिरहेको थियो नि उनीहरूले चाहिँ भाइहरूले चाहिँ यो कुन डान्स गरे हो मैले चाहिँ त्यसको थाहा पत्तै भएन बट उनीहरूले बिटमा डान्स गरिरहेको थियो र उनीहरूको डान्स देखेर चाहिँ मैले धेरै नै गरेँ साथै धेरै नै हाँसेको थिएँ साथीहरू भाइहरूले आज चाहिँ पिकनिकको उपलक्ष्यमा डान्स गरिरहेछन् सो एभ्रिवान अहिले चाहिँ हामीले खाना पनि खाइसक्यौँ अनि अहिले चाहिँ म अलिकति यता आएको छु भ्लग बनाउनको लागि मेरो साथी नीति छ अनि अहिले चाहिँ हामीले खाना खायौँ अब एकछिन रेस्ट हुन्छ होला त्यसपछि हामी जान्छौँ दिस इज माई गर्ल कस्तो अझै रुन्छस् नि अहिले चाहिँ हामी सबैजना बसमा चढिसकेको छौँ यो बेला चाहिँ भोइस ओभर गर्छु भनेर म त्यो बेला बोलेको थिएँहरू र अहिले चाहिँ हामीले बसमा हल्का मजाक गर्दै अगाडि बढाएको थियौँ हेर तपाईले बोइज सबैले हाई त भन न यार ओए हाई गर न
सो एभ्रिवान अहिले चाहिँ म रुम आइसकेँ है। अनि आजको पिकनिक चाहिँ धेरै नै राम्रो भयो। अनि अहिले चाहिँ कति 6-7-8 बजिसक्यो। 8 बजी म चाहिँ घर आइपुगेको छु। 8 साढे हुन लाग्यो भनौँ न। अब चाहिँ साथीहरू म धेरै थाकेको छु। आज चाहिँ धेरै रमाइलो गरियो, त्यही भएर म चाहिँ थाकेको छु। अनि आज चाहिँ म अब चाहिँ सुत्छु। अब यो भिडियो म भोलि एडिट गरेर भोलि नै पोस्ट गर्नेछु। सो आज चाहिँ आउँदैन यो भिडियो। आज चाहिँ मैले बसमा भिडियो किन बनाएन भने आज बसमा आउँदाखेरि ठाउँ अनुसार झर्नु भएको थियो कि। अनि थानकोट एरिया त नागढुङ्गासम्म झर्ने एउटा बसमा अनि अर्को बसमा हो त्यसरी राखिदिनु भएको थियो। सो थानकोट झर्ने एरियाबाट झर्ने चाहिँ थुप्रो धेरै जानु भएको थियो क्या। अनि भिड थियो अनि मजाले सिट पनि पाएको थिएन। अनि पाले गरेको थियौँ अनि त्यसरी बसेको थियौँ। अनि त्यही भएर अहिले चाहिँ बसेर त्यति धेरै भिडियो बनाउन पाएन। 1-2वटा बनाएँ, त्यति नै बनाएँ। मैले चाहिँ धेरै बनाइनँ भिडियो। सो do not forget like, comment, share and subscribe. Bye. Good night. See you again.